गुड मर्निङ एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ धेरै पछि हजुर मार्फत युट्युबमा आइरहेको छु। मैले लगभग दसैँमा दसैँ र तिहारमा मैले भ्लग बनाएको थिएँ। तिहारपछि अहिले म चाहिँ नि एकैचोटि अहिले यो के महिना रे यो जेठको महिनामा चाहिँ नि भ्लग लिएर आएको छु। त्यही हो, हामी चाहिँ नि अब भोलि उता मुस्ताङ जाँदैछौँ। अनि मुस्ताङको चाहिँ नि अब म भनौँ न एउटा नगएको ठाउँ गए पछाडि अब मेमोरीहरू चाहिँ नि क्याप्चर गर्नुपर्ने हुन्छ। त्यो भएको कारणले गर्दाखेरि म चाहिँ नि फेरि भ्लग लिएर आइसकेको छु। सबैजनाले चाहिँ नि अब मैले देखाएको जुन हुन्छ नि हाम्रो यो मुस्ताङको भ्यूहरू भयो, त्यहाँनिरको कल्चरहरू भयो, मन्दिरहरू भयो। जस्तै मुक्तिनाथ पनि जान्छौँ हामी, मुक्तिनाथको भिडियो। त्यस पछाडि हामी यो तातो पानीमा पनि जान्छौँ, तातो पानी। त्यस पछाडि यो नेपाल चाइना बोर्डर, कोराला बोर्डर होइन। त्यस पछाडि पोखरा, सबैतिरको चाहिँ नि म भ्लग चाहिँ नि बनाउँछु। सबैजनाले हेरेर मनोरञ्जन लिनु होला। त्यही हो, अहिले बिहान भइसकेको छ। म चाहिँ अब अफिस पुगेर चाहिँ नि हजुरहरूलाई भेट्छु है त। ओके, निस्किसक्नु पर्ने हुन्छ, सबैजना आइसक्नु होला। म चाहिँ अफिस पुग्नुपर्ने हुन्छ छिटै। हामी त्यहाँ एकछिन सामानहरू गरेर सबैजना आइपुग्नुहुन्छ गाडी चढेर, अनि हामी गाडीमा जाँदैछौँ। म सबै क्लिपहरू देखाउँछु, सबैले हेरेर मनोरञ्जन लिनु होला। साथै मेरो यो युट्युब च्यानल चाहिँ सब्सक्राइब पनि गरिदिनु होला है त। ओके, बाई बाई, अफिस गएर भेट्छु। ओके गाइज, फाइनली म चाहिँ अफिस आइपुगेँ होइन। ठ्याक्कै अहिले 6:20 गयो। अनि अब सबैजना आइपुग्नु भएको रहेछ, सरहरू अनि हाम्रो विपिन सर अनि जनार्दन सरहरू आउनु भएको छैन। अनि युवराज पनि अहिले एकछिनमा आउँदैछ। त्यही हो, अब हामी 7 बजीतिर यहाँबाट निस्किन्छौँ होला। वेदर चाहिँ नि अब पानी पर्ला जस्तै छ, घाम लागेको छैन। त्यही हो, यहाँको चाहिँ नि भ्यू चाहिँ नि यस्तो छ। पर्खाइ त म तपाईँलाई देखाउँछु। ओके, यो चाहिँ हाम्रो अफिस हो। यहाँ गाडी छ, यहाँ हाम्रो रिसेप्सन भइहाल्यो। यता मिटिङ हल, यता गाडी छ दुईवटा। यता हाम्रो एकजना सर पनि हुनुहुन्छ, उहाँ चाहिँ लजाउनु भयो। पानी पर्ला जस्तै छ वेदर चाहिँ। के भन्नु? अब आज हामी ट्रेकिङको लागि अप्पर मुस्ताङको लागि ट्राभलको लागि रेडी हुँदैछौँ। त्यही हो, अब सेफ जर्नी होइन त हामीलाई सबैलाई। ओके, हामीले विपिन सर पनि हुनुहुन्छ। ओके, युवराज पनि हुनुहुन्छ यहाँ चाहिँ। के भन्नुहुन्छ? के भन्ने, अब यात्रा सुरु हुन लागेको छ होइन। गाडी आएको छैन, गाडी वेट गरेर बसिरहेको छौँ हामी। गाडीको वेटिङ भयो, अब टक्क शुभ दिन होस् होइन। ओके, अहिले गाडी आएपछि त्यसपछि है त म। ओके, फाइनल चाहिँ गाडी आइसक्यो होइन। हामी बसो अगाडि बसो ल, तिमी म अगाडि बसो ल। कहाँ सही हुन्छ नि त। गर्छ कि हो त, सकेसम्म लफडा गर्छ कि। मेरोमा त सानो के अरे ऊ छ, माथि सानो बोलाउँछ नि त्यो राखेको थियो। सानोमा पनि यहाँनिर किचकिच गर्दै थियो प्रब्लम। दामीसँग वकिल भएको कारणले अनि अहिले भन्नुपर्छ नि निलाई पछि गर्छु त।
किचिज गरिसकेपछि हामी पनि नभनिकन किचिज गरेर बस्यौँ खोइ त के मान्छ देखाउनु लास्टमा को आएन भन्दाखेरि ओके फाइनल्ली हामी चाहिँ अहिले यहाँ शान्तिनगरमा छौँ होइन अनि अब यहाँनिर यो गाडीको हुन्छ नि त्यो हुड चाहिँ लान पाउने रहेनछ हालेर अनि त्यो हुड निकाल्न चाहिँ नि अहिले यहाँ हामी शान्तिनगरमा आएको छौँ भर्खर आइपुगेको अब यहाँबाट यो हुड निकालेर अनि त्यस पछाडि हामी फेरि जान्छौँ गाडी चाहिँ यहाँनिर छ निकाल्नु पर्यो भनेको बेनी भन्दा माथि कागबेनी भन्दा माथि होइन बेनी मात्रै बेनी मात्र ए ठिकै हो ल कति बेलुका पुग्छ होला होइन पल्ट फेरि अब सुकुम्बासीमा बसेर भाडा पनि फेरि हो त अहिले पाउँथ्यो बालबच्चालाई पढाउन पैसा लाग्छ अब काहीँ केही लागेन यही लागेर मान्छेले पाइरहेको बालनले टक्क निकाल्छ कि त्यो चाहिँ आइडै लागेर मात्रै सुकुम्बासीको नाममा अहिले मान्छे नै छैन आन्दोलन आउँदैन खोइ हुँदै हुँदैन गीत लगाउनु राम्रो आउँछ दाइ मलाई हिन्दी गाना लगाइदिन्छ दामी डाटा चल्दैन यता मिलाएर सुनौ न यत्रो दिन छ चढाउनु गर्नुभएको यहाँ गर्नुभएको ओके फाइनली हामी चाहिँ कुरिन्टार भन्ने ठाउँमा आइसक्यौँ होइन अनि अब यहाँ खाना हामी यहाँ थकाली रेस्टुरेन्टमा छिरेछौँ काठमाडौँ भए चाहिँ नि गर्मी रहेछ अलिकति यहाँ मसँग विपिन सर हुनुहुन्छ रेस्टुरेन्ट चाहिँ यस्तो बालकृष्ण सर त्यता हुनुहुन्छ के छ खबर कस्तो लागिरहेको छ रमाइलो भइरहेको छ अहिलेसम्म हामी कुन ठाउँमा छौँ अहिले हामी ठ्याक्कै मिल्ने कुरिन्टार कुरिन्टार के छ होटल श्री नर्साङ इच्छाकामना 4 रमाइलो डाँडा चितवन सरी अहिले मैले कुरिन्टार हुँदा चाहिँ रमाइलो डाँडा भन्ने ठाउँ चाहिँ रहेछ ओके फाइनल्ली हाम्रो खाना चाहिँ आइसकेको छ होइन यहाँ युवा पूजा हुनुहुन्छ विपिन सरले नै खाँदै हुनुहुन्छ मलाई चाहिँ यहाँ छ चिकन कालो दाल राइस पापड सब्जीहरू छ ल म खाना खाँदैछु दाइ तपाईँको माछा आएन हामी आज अहिले कहाँ आइपुग्यौँ अरे हामी यो कुरिन्टारमा रमाइलो डाँडा रमाइलो डाँडा हामी अप्पर मुस्ताङ जाँदैछौँ अहिले लन्च गऱ्यो अब भरे डिनरको लागि कहाँ पुगिन्छ त्यो हाम्रो डेस्टिनेसन अहिलेसम्म चाहिँ थाहा भएको छैन है लन्च एकदमै मिठो भयो एकदम फेसिलिटीहरू चाहिँ फेसिलिटी एकदम राम्रो छ फेसिलिटी चाहिँ हजुरहरू पनि यता पोखरा जाँदाखेरि अथवा चितवन जाँदै हुनुहुन्छ भने हाम्रो होटल श्री नर्साङमा चाहिँ छिर्नु होला श्री नर्सिङ यहाँ छिर्नु होला राम्रो छ एकदम राम्रो छ फेसिलिटी चाहिँ एकदम मन पर्यो है बाहिरको भ्यू चाहिँ यस्तो छ हामीले खाना खाएको रेस्टुरेन्टको चाहिँ नि हजुरहरू आउँदाखेरि चाहिँ यहाँ पक्कै पनि छिर्नु होला हाम्रो गाडी चाहिँ यहाँनिर छ धेरै तातो हावा लागिरहेको छ
ओके फाइनली भ्यू चाहिँ यहाँको यस्तो छ होइन, डाँडा काँडा वरिपरि यस्तो छ भ्यू। यहाँनिर एउटा टावर पनि छ, के को टावर हो हजुर? म त मुक्तिनाथ जान लागेको छु, मनासोले लाग्दैछ। डिभाइडर हो नि, रोड क्रस स्पिड ब्रेकर। डिभाइडर हो नि, डिभाइडर त यो भयो क्रसिङको लागि हो। क्रसिङ साइन भनौँ जेब्रा क्रसिङ जस्तो हुन्छ। यो नाइटहरूको लागि पनि हो कि स्पिड कन्ट्रोल गर्छ। ओके फाइनली हामी कहाँ आइपुग्यौँ चाहिँ? पोखरा आइपुग्यो सर, पोखरा। पोखराको चिलो यो मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स है, पहिलोपल्ट आएको। यो फर्स्ट नै हो। ल पोखरा आयो होइन त? रमाइलो लाग्यो, भलेर अति भयो यार। हाम्रो सर फाइनली हामी चाहिँ पोखरा आइपुगिसक्यौँ। 0 किलोमिटर भन्ने ठाउँलाई। ओके के छ नाम? सहकारी मही। ओके फाइनली हामी चाहिँ लेमन जुस खाइरहेछौँ होइन। सरले चाहिँ मही खाइरहेको छु। मही खाइरहनु भएको छ। गर्मी छ, यहाँ रुख मुनि बसिरहेको छौँ हामी चाहिँ। गर्मी रहेछ, एकदमै गर्मी रहेछ पोखरा। कहाँ गर्मी छैन, गर्मी छैन, यतिको गर्मी अनि गर्मी भन्नु सबै खासै गर्मी चाहिँ होइन। मही चाहिँ मिठो रहेछ, मही चाहिँ एकदमै मिठो रहेछ है, एकदम मिठो रहेछ, एकदम मिठो रहेछ है, मिठो छ एकदम। ओके अब हामी एकछिन रेस्ट गर्छौँ अनि त्यस पछाडि हाम्रो यात्रा भनेको मुक्तिनाथतर्फको यात्रा सुरु हुन्छ। तातो पानीमा गएर चाहिँ हामी रेस्ट गर्छौँ है आजको रात। आजको रात हाम्रो बसाइ त्यता हुन्छ है। तातो पानीमा हुन्छ। त्यही त पढोसम्म छ। ओके फाइनली हामी यो कुन ठाउँ रे? यो चाहिँ हामी आइयो तातो पानी। अब हामी कति मिनटमा भने हामी 10 मिनटमा तातो पानी पुग्दैछौँ। तातो पानी पुग्दैछ। बेनी कटेर म्याग्दी बेनी कटेर के अरे गलेश्वर महादेवको मन्दिर कटेर अब चाहिँ हामी तातो पानी अब यहाँबाट करिब 20 किलोमिटर जति होला। पानी परिरहेको छ होइन। अहिले चाहिँ यहाँ हामी पिसाब फेर्न मस्ती छ, रोकेको रमाइलो भइरहेको छ। ओके म यहाँको सिनहरू देखाउँछु है त भिडियोमा। ओके हामी चाहिँ गाडी यहाँ गएका छौँ। पानी परिरहेको छ सिमसिम। यहाँ हेर्नु पाहाडको त्यो पाहाड छ। बाटो चाहिँ अलिकति अफ रोड रहेछ, तर पनि धेरै ठुलो पाहाड छ। यो जग्गा चाहिँ त्यहाँनिर छ। यो पहिरो सेरो खैन कट्नु मात्रै बेलामा हस् हस् त। हो यस्तो हो कि फोटो खिच्ने। बिचमा बस्नुहुन्छ? ओके हामी चाहिँ यो तातो पानी जाने बाटोमा चाहिँ नि यो जाम भएर अड्क्यौँ होइन। यस्तो छ भ्यू चाहिँ नि। बिपिन सर अगाडि हिँड्नु भएको छ। यहाँ तल खोला छ। वाकिङ गर्दै अब होटेलसम्म जानु पऱ्यो। अब यस्तै हो बाटो भने। पहिरो जानु थाल्यो। ओके हामी चाहिँ हिँड्दै अहिले यो तातो पानी भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ चाहिँ तातो पानी कुण्ड अन्नपूर्ण गाउँपालिका छ। रातो पानी म्याग्दी भन्ने लेखाएको छ। यहाँको टेम्परेचर चाहिँ 14 डिग्री सेल्सियस छ अहिलेको। अब हामी हिँड्दै गइरहेको छौँ। होटेल पुगेपछि नि म हजुरहरूलाई भेट्छु है त। ओके यहाँबाट चाहिँ अब हिँड्दै जान्छौँ।
ओके फाइनली हामी तातो पानी म्याग्दीको तातो पानीमा आइपुग्यो रातिको बास बस्नको लागि। अब हामी केही समय तातो पानी कुण्डमा नुहाउनको लागि 1 घन्टाको लागि जान्छौँ फ्रेस हुनको लागि। त्यस पछाडि डिनर गरिन्छ होला मोस्ट प्रोबाब्ली। अलि चाहिँ हिँड्नु पऱ्यो है जाम भएर। एकछिन त हिँडियो तर फ्रेस भयो। भित्र गाडीभित्र बस्दा बस्दा सफोकेसन भइरहेको थियो। जे होस् एकछिन हिँडेर फ्रेस भयो। भोलि हामी बिहानै उठेर मुक्तिनाथ जान्छौँ दर्शन गर्न। अनि अब भोलि भेटौँला। अब हामी चाहिँ त्यहाँ एकछिन तातो पानीमा गएर एकछिन होइन फ्रेस हुन्छौँ। अनि भोलिको भ्लगमा चाहिँ नि हामी भेट हुन्छौँ है त। ओके ओके गुड नाइट सबैजनालाई। हेलो गुड मर्निङ गाइज। आज हाम्रो डे 2 ट्रेकिङको डे 2 हामी तातो पानीमा छौँ है। तातो पानी म्याग्दीको केमा छौँ। अब हामी चाहिँ तातो पानीमा नुहाउन गइरहेछौँ। नेचुरल तातो पानी भनेको हिसाबले हामी त्यहाँ गइरहेछौँ। यहाँ त नुहाइसक्यो। फेरि त्यहाँ पनि एकपल्ट आएको बेलामा नयाँ एक्सपिरियन्स लिउँ न त भनेर जाँदैछौँ। ल गाइज त्यस पछाडि हामी यहाँ नुहाइसकेपछि मुक्तिनाथ मन्दिरतिर चाहिँ हामी जान्छौँ। ल है त। बाहिरको भ्यू यस्तो छ। हामीले ठुलो पाहाडको अगाडि छ। त्यो ठुलो पाहाड छ अगाडि चाहिँ बसेको चाहिँ यस्तो छ। ओके हामी चाहिँ अहिले यो नेचुरल हट स्प्रिङ भन्ने ठाउँमा आयो। यहाँ तातो पानी आउँछ अरे नेचुरल तातो पानी। यहाँ छौँ। कहाँ छौँ हामी अहिले? तातो पानी नेचुरल पानी यतिको तातो भन्ने त हामीले एक्सपेक्ट गरेको थिएनौँ। नहलाइकन बस्यो भने पोल्दैन। यस्तो तातो पानीहरू चाहिँ त्यस्तो आएर रमाइलो नै लाग्यो। रमाइलो हुँदो रहेछ। अहिले हामी कहाँ जाँदैछौँ? अब हामी मुक्तिनाथ टेम्पलको भिजिटको लागि जाँदैछौँ। अब उकालो सुरु हुन्छ भन्ने कुरा चलिरहेको छ के अरे। ओके अब हामी मुक्तिनाथ पुगेर भेट्छौँ है त। अब होटल जान्छौँ ड्रेस चेन्ज गर्छौँ होइन नास्ता जस्तो खान्छौँ अनि निस्किन्छौँ। अरे हो लक्ष्मा वाटरमेलन खा। वाटरमेलन खान्छ? औ हामी मार्फा भिलेज आइपुगेका छौँ। मार्फा भिलेज। अब हामी मुक्तिनाथको यात्रा हो। भोलि चाहिँ आएर हामी यहीँ बस्छौँ। मार्फामै बस्छौँ। यहाँको टेम्परेचर चाहिँ पुरै डाउन छ। एकदम डाउन छ। चिसो छ। जाडो तर जाडोमा भए पनि यस्तो पुरा हात्ती छ। यस्तो छ यहाँको भ्यू चाहिँ। एउटा चाहिँ राखिहाल्छ नि। कस्तो भइरहेछ? रमाइलो भइरहेको छ। जाडो छ। आम्बो हावा चलेर लाग्नुपर्छ अब हाम्रो यात्रा। अब जानुपर्छ। किन मस्क्या हो फोटोमा?
हामी प्रमोसन के- हुन्छ। अँ, दुम्बा के अरे ताल दुम्बा ताल मुस्ताक अँ। दुम्बा ताल आइएछ अब हामी कहाँ जान्छौँ हामी मुक्तिनाथ जान्छौँ अब अँ, भोलि सायद मुस्ताक अप्पर जाने मुस्ताङ कुरा छ। राम्रो ठाउँ छ भिजिट गर्नुपर्ने ठाउँ हो भिजिट गर्ने ठाउँ हो एकदम पिसफुल नेचुरल अँ। आयन तिम्रो कुन स्कुलको नाम भन्दै सेन्ट जेभियर स्कुलको दार्जी हामी कुन ठाउँमा छौँ अहिले डुम्बटाल लम्बा रमाइलो भइरहेको Oh my god! तपाईँको शुभ नाम के पर्यो? What's your good name? आयन कागी Ayan Karki. Where are you from? सेठी पाखा Where are you going now? मुक्तिनाथ Muktinath. Muktinath or Mustang? सेम No, Muktinath and Mustang is a different place. Do you want to go Muktinath or Mustang? मुस्ताङ Mustang. Are you ready? Sure? यस Sure? Oh, It's a too high altitude area. ओके Ready? मलाई लाग्दैन 4 दिनको बिदाले ओके हामी कहाँ छौँ अहिले भन्नुहुन्छ अहिले हामी मुक्तिनाथको प्रवेशद्वार भर्खरै प्रवेश गरियो अब चाहिँ यहाँबाट हामीलाई 10-15 मिनट जति लाग्छ होला मन्दिर आउनलाई होला है दिनमा हँ? यस्तो छ भ्यू चाहिँ घोडा पनि छ यहाँ चाहिँ त्यो चाहिँ हिँड्न नसक्ने मान्छेहरूको लागि हो घोडा चाहिँ यस्तो छ बाबु आयन ओके आयन यस फोटो खिच्दै एउटा बस हाम्रो लक्ष्मण सर हिँडिरहनु भएको छ हिँडिरहेको छु म चाहिँ हिँड्दैछु अहिलेसम्म त ठिकै छ। गर्नु भएको छैन है छैन छैन सर छैन ठिक छ एकदम हिँडिरहेको छ अँ अब कति अझै कति छ बाटो जाकेट सबै एउटा फोटो खिच्नु फाइनली मुक्तिनाथ आयो भने त लक्ष्मण सर आइयो आइयो फाइनल्ली आइपुग्यो अब चिसो पानी चिसो छ वा चिसो छ हो चिसो छ गजब चिसो छ फाइनल्ली मुक्तिनाथ आइयो होइन अब नुहाउनु पर्छ कति दाम छ यार लाइन ओके पानी परिरहेको छ है सिमसिम पानी मुक्तिनाथ मन्दिर चाहिँ यही हो फाइनल्ली मुक्तिनाथ मन्दिर आइपुग्यो अझै अझै हामी धारा आइपुगेको छैन नि धारा कतातिर हो अब हामी चाहिँ अब नुहाउने तर्खतमा है अब नुहाउने हो अब यो पछि 108वटा धारामा चाहिँ सर नुहाउनु पर्छ नुहाउनुपर्छ सर एकदम नुहाउनको लागि तयार भएर आएको हो हामी सबैजना तर बहुत चिसो छ पानी परिरहेको छ तर एकदम जोस चाहिँ जोस भरा चाहिँ सब जोससँगले आतुर भएर आइरहेका छौँ हामी ओके है त अहिलेलाई
ओके फाइनली मुक्तिनाथ चाहिँ नि हामीले दर्शन गऱ्यौँ होइन अहिले हामी चाहिँ बौद्ध गुम्बा बौद्धको ठुलो मूर्ति छ यसको साइडमा मूर्तिको एकदम भ्यू चाहिँ त्यस्तै छ एकदम रमाइलो भइरहेछ थकी ज्यान भए पनि बहुत रमाइलो भइरहेको छ धारमा पनि नुहाइयो होइन धारमा पनि नुहायो 108वटा धारमा नुहायो बहुत यति चिसो छ पानी कि कुरै नगर्नुहोस् आइसक्रिम हुन्छ हौ शरीर पनि चिसो छ जस नुहाउने चाहिँ नुहाइयो आइसभित्र सिरियसै फिल हुन्छ आइस बाथ भयो आज होइन पानी परिरहेको छ सिमसिम पानी अनि वरिपरिको पछाडिको भ्यू यता पछाडिको भ्यू दामी छ होइन पछाडि डाँडोमा चाहिँ हल्का घाम परेको अवस्था छ बहुत रमाइलो छ यो चाहिँ हाम्रो यो बौद्ध स्तूपा बौद्धको मूर्ति छ सानो सानो बौद्ध स्तूपाहरू रमाइलो छ एकदम रमाइलो भयो यो पालिको मुक्तिनाथ यात्रा एकदम अविस्मरणीय रह्यो ल अब हामी निस्किन्छौँ होटेल जान्छौँ खानसान खान्छौँ अनि अब भोलि हाम्रो अप्पर मुस्ताङको हुन्छ यात्रा चाहिँ त्यसमा भेटौँला है त ओके Good morning to you all. Today we are in Mustang at Chusang, right? Yes. Chusang. Today we will be moving upward to Upper Mustang. You can see how is the falling? The way. This see the fogging. Now we'll be going for the breakfast. The scene After the breakfast, we will be moving. Yeah. This is the scene. There we can see the hilly Yeah, there you can see. hills It look like surrounded by the cloud. Very beautiful place. So you can see me now. Yeah. I'm ready to move. Yeah, we are Bye. ready. We are ready to move now. See you at Upper Mustang. Yeah, Nepal China border. Yeah. Okay. Okay. Insist of the black tea. Cheers. ओके हामी चाहिँ अहिले अब गाडी चढ्न लाग्यौँ हाम्रो गाडी चाहिँ टक्क यहाँनिर छ रेडी छ सबैजना हामी रेडी छौँ हामी सबजना रेडी छौँ लक्ष्मीसँग रेडी भइसक्नु भएको छ टक्क यो डाँडामा चाहिँ घाम टक्क लागिरहेछ बिहानको घाम पानी पर्न सुरु भइरहेको छ अनि माथिको डाँडामा चाहिँ नि बादलले घेरेछ सायद त्यहाँ हिउँ पर्छ होला अनि फेरि यो साइडमा चाहिँ यो डाँडामा चाहिँ हिजैदेखि हिउँ परिरह है खतरा हिउँ परिरहेछ त्यहाँ चाहिँ ओके अब हामी अप्पर मुस्ताङको लागि लागे ओके अब चाहिँ हामी गाडी चढ्दैछौँ अब अप्पर मुस्ताङमा गएर म त्यहाँको भ्यूहरू तपाईँहरूलाई देखाउँछु है त हामी अब छुसाङ छोड्दैछौँ है छुसाङबाट चाहिँ हामी कता लाग्दैछौँ अप्पर मुस्ताङको लागि चाहिँ अहिले कति बज्यो 5:53 6 बजे हामी यहाँबाट चाहिँ अप्पर मुस्ताङको लागि प्रस्थान गर्दैछौँ ओके अप्पर मुस्ताङमा गएपछि हामी फेरि हाल्छौँ हस् ओके भिडियोहरू हेर्दै गर्नु होला कन्टिन्यू भिडियो आइरहेछ है ओके ओके फाइनल्ली हामी यो के ठाउँ भन्छ थाहा छैन है ठाउँको नाम के हो है ठाउँको नाम थाहा छैन मुस्ताङको अब मुस्ताङ भयो आधी 1 घन्टा जति हिँड्यौँ होला हिउँ चाहिँ खतरा परिरहेछ यहाँ पछाडि चाहिँ खतरा हिउँ परिरहेछ पछाडि खतरा हिउँ परिरहेछ है खतरा है मस्त हिउँ परिरहेछ यहाँ एउटा ढुङ्गा थियो कि अलि ठुलो खतरा हिउँ परिरहेछ है यहाँ चाहिँ देख्न सक्नुहुन्छ खतरा हिउँ परिरहेछ हाम्रो नेपाल हो है यो चाहिँ नेपाल र बाटो यहाँबाट पनि छ कि यो बाटो त हो जस्तो लाग्यो मान्छे हिँड्ने होला त्यसो खतरा हिँड्ने हो ल एउटा ग्रुप फोटो लिउँ अनि निस्कियौँ ल ग्रुप फोटो ल्याउँ ल सेल्फी ओइ ग्रुप फोटो ल्याउँ न
ओके हामी अहिले कहाँ आइपुग्यौँ साङ्गोचे सेङ्बोचे भन्ने ठाउँमा छौँ हामी अब यहाँ चिया खान लागेको घिउ चिया खाने हो घिउ चिया हामीले घिउ चिया खाँदैछौँ घिउ चिया रेडी हुन जाल हामी चाहिँ यसो सेल्फी लिँदै भिडियो लिँदै प्रकृतिको चाहिँ आनन्द लिँदैछौँ कडा कडा हावा लागिरहेछ है कडा हावा छ है एकदम एकदम घाम पनि लागिरहेछ तर घाम लाग्यो नि घामको भ्यालु चाहिँ नहुने है चिसोले गरेर क्या घामले केही भ्यालु छ त केही छैन सर केही छैन भ्यालु भनेको केही छैन घामको यति चिसो छ हात त अब केही नगर्नेवाला छ यस्तो छ भ्यू चाहिँ जाउँ माथि अब हामी जाँदैछौँ साङ्गोचेको निलगिरी होटेल होटल पेट्रोल डिजलहरू चाहिँ यहाँ ऊ ड्रममा पाइँदो रहेछ है पेट्रोल पम्प त्यस्तो चाहिँ छैन है निलगिरी होटेल होटलको प्रस्ताव गर्दैछौँ सबै नुन चिया खाने हो र घिउ चिया तपाईँले नुन घिउ चिया तपाईँको घिउ चिया खाने भनेर अन्त चिया नखाइकन आएको हो तपाईँ ल बोल्नु साङ्गोचेमा यो निलगिरी होटलमा हामी चाहिँ बिहानको चाहिँ नास्ता गरेर अब चाहिँ हामी अप्पर मुस्ताङको लागि चाहिँ प्रस्थान गर्दैछौँ होटल धौलागिरीमा मिठो झानेको चिया यो घिउ हालेको चिया खाएर अनि त्यसपछि हामी चाहिँ अब यहाँबाट जाँदैछौँ अप्पर मुस्ताङको लागि अब यहाँबाट अप्पर मुस्ताङ करिब 71 किलोमिटर अब चाहिँ अझै 71 किलोमिटर पछि चाहिँ हामी चाहिँ लोमान्थाङ केराला नाका चाहिँ पुग्नेछौँ ओके अब हामी बाटोमा जाँदाखेरि भिडियोहरू बनाउँछौँ हेरिदिनु होला है त ओके फाइनल्ली हामी यो लोमान्थाङ भन्ने ठाउँमा छौँ चाहिँ चिसो हावा लागिरहेको छ डाँडा काँडा यो खतरा छ यस्तो छ है भ्यू चाहिँ पुरै जाडो भएर टुपसुपी लागिरहेछ रिवाजले लोमान्थाङ है लोमान्थाङ यो ठाउँको नाम चाहिँ पछाडिको भ्यूमा उसको च्यानमाथि बसेर खिचेको फोटो पनि छोटो टर्छ ल लास्ट जाडो छ हौ यहाँ त यो चाहिँ लोमनथाङ यो लोमनथाङ बजार उच्चमा देखेको दरबार हो त्यही अहिलेको मुस्ताङी राजाहरूले बनाएको दरबार हामी चाहिँ दरबार घुम्न पाइयो हामी त्यो होइन त्यो त होटल हो दरबार चाहिँ यही भित्र हो यहाँ चाहिँ हामी मुस्ताङी दरबार यही ओके फाइनली हामी चाहिँ नेपाल चाइना बोर्डर आइपुग्यौँ अहिले चाहिँ हामी बोर्डरमा घुमिरहेछ यात्रा गरिरहेछौँ आइपुगिएछ देख्न सक्नुहुन्छ तपाईँहरूले यो पछाडिको बिल्डिङ चाहिँ चाइनाको हो हाम्रो नेपालको यता चाहिँ खालि के छ जसमा चाहिँ गाडी पनि छ अरे चस्मा ल्याएको छ नेपाल चाइना बोर्डर नेपाल चाइना बोर्डर
छ यता चाहिँ टक्क यो चाहिँ ठ्याक्कै यो हाम्रो यहाँ नेपालको चाहिँ चाइनाको झन्डा चाहिँ अलिक पर छ चाइनाको झन्डा चाइना खतरा रहेछ समिति बनाएर गर्ने त त्यो चाहिँ के नि कफी हामी चाहिँ त्यो चाहिँ दुध त्यो कफी दुधमा राखेर खाने त्यो पाउडर हो यहाँ नि सुगर अलिअलि हुन्छ अनि यो चाहिँ जेली हामी चाहिँ बोर्डरमा चाहिँ अब कफी पिएर मलाई 160 अनि त्यसपछि अब यहाँबाट हामी कहाँ फर्किने मार्पाको बिचमा हामी एकजना खाएर अनि त्यहाँबाट चाहिँ हामी मार्पा रिटर्न हुनेछ आज साँझ चाहिँ हामी हाम्रो बसाइ चाहिँ मार्पा हुनेछ होइन अहिले चाहिँ हामी नेपाल र चाइनाको बोर्डरमा छौँ घर चाहिँ छोरीलाई चक्लेट लगिदिनु पऱ्यो भनेर यहाँ चाहिँ पुरै चाइनिज चक्लेटहरू मात्रै छ होइन यो अब हामी चक्लेट किन्छौँ 1-2वटा त्यस पछाडि हामी लाग्छौँ जाडो धेरै छ के रहेछ यो के हो यस्तो चिज है सबै चाहिने बसाएको मान्छे छैन गुम्बामा चाहिँ प्रवेश गरिरहेको छौँ यो पहिला यहाँ मान्छेहरू घर नहुँदाखेरि यस्तो नबस्थ्यो अरे ठाउँ गर्न चुना दिले ठाउँको गन लेटे तिमीले सायद लेटे न बनाले हेर वो के छोट से के छुसा आओ बिस्तारै आओ ल भिडियो खिच न फोटो खिच भिडियो खिच खोइ के गर्छ यार अल्छी त हुनु भएन नि यो गुफाभित्र छौँ होइन त्यो गुफा हेर्नु तल यो पारी देखाउँथ्यो यस्तो उकालो यस्तो माथि टपमा पनि होइन यस्तो मजाले गुफा यो पहिला वार हुँदाखेरि यो गुफामा बसेर चाहिँ वार गर्थ्यो अरे मान्छेहरूले गुफा चाहिँ एकदम हेर्दै डर लाग्यो यो गुफा चाहिँ 3 तला छ हामी अहिले पहिलो तलामा छौँ अब हामी तेस्रो तला दोस्रो तेस्रो तलामा पुग्दैछौँ कस्तो डर हेर्दै गर्नु होला है त ओके हामी चाहिँ गुफाभित्र छौँ है अहिले हामी गुफाभित्र छौँ गुफाको दोस्रो तेस्रो तलामा छौँ हामी यस्तो खतरा छ पहिला युद्ध हुँदाखेरि चाहिँ मान्छेहरू यहाँ चाहिँ नि लुकेर चाहिँ नि वार गर्थ्यो अरे अनि यो पर्दाखेरि पनि बस्नको लागि हो रे क्या Akash sir, and Akash sir, he is a blogger boy. Yeah. And he's clipping all the clips. And we are going off for a second. Now next step. And Subham is there. यस्तो छ है And गुफाहरू चाहिँ यस्तो छ Yuvraj is here. And Yuvraj, let's go. Come. And this is and a blogger boy is going inside. And this is the way, and we have another here also. There are 3 different. And he's another blogger boy, and we all are vloggers. Strongest boy. यस्तो छ है सिन चाहिँ यहाँको दिस इज द सिन अँध्यारो छ यहाँभित्र चाहिँ And there is a window. There is another boy. Let's go up, boy. यो पनि कस्तो स्कोप छ है यसको कस्तो स्कोप छ है भेरी नाइस प्लेस राइट
हो के फरक पर्दैन के फरक पर्दैन भने खोइ युवराज कहाँ हो के यहाँ फरक पर्दैन त्यो हल्ले पनि के फरक पर्दैन सक्यो हेलो हामी गुफाभित्र छौँ गुफा You can see over there. This is the view. This is the view And of we can pass outside. through this hole also. We can pass through this hole for another. This is the views from window, eh? यसमा चाहिँ म छिर्दिनँ This is the views from window. ओ टाउको ठोकिन्छ अनि मलाई त Hi. Now we are going back, right? Yes. This is all made by limestone. In ancient era, people are living here. How great people are. We are going back. Yes. Let's move. Let's move. Come. हामी चाहिँ अब यहाँबाट झरिरहेको छौँ कति तल गयो तेस्रो अब हामी दोस्रोमा पुग्दैछौँ है दोस्रो तलामा पुग्दैछौँ हाम्रो यो ब्लगर फ्यान दुईजना And let's go out. बाहिरको भ्यू चाहिँ यस्तो छ है हामीको यस्तो छ गुफाको भ्यू खतरा छ मेघले बनाएर रहेछ हेलो हेलो हामी लोमान्थङ दरबार आइपुग्यौँ अब घुम्नलाई चाहिँ राजतन्त्रको अन्त्य भएको 20 वर्ष भए पनि यहाँ चाहिँ राजदरबार रहेछ राजदरबार रहेछ रमाइलो लाग्यो र राजा शासन यहाँ मात्रै छ अरे अहिले मुस्ताङ्गी राजाको दरबार चाहिँ अवलोकन गर्नको लागि चाहिँ हामी आइरहेको छौँ राजाको सन्तान दर्शन अब राजालाई भेटेर जानुपर्छ हाम्रो राजालाई भेटेर जानुपर्छ दिँदैन हामीलाई राजालाई त माथि भेट्छ राजाको सन्तानलाई भेट्छ यहाँको राजा अस्ति मात्र नयाँ राजा शान्तिको नमस्ते बाजे हामी काठमाडौँबाट आयो बाजे भर्खरै दरबार हेर्नलाई अब दरबार यो भित्र जानु यो हाम्रो पुरानो गाउँ यो भित्र छ नि बाहिर भएको त सबै नयाँ हो राजा कुन थियो यहाँ हजुर राजा कुन थियो राजा हाम्रो पहिलाको राजा थियो अहिले पनि राजा छ होला नि अहिले पनि छ हामी मान्छ हामी पनि मान्छ हामी पनि राजा मान्ने नै हो ल राजा भनेपछि राजा नि अहिलेको उहाँ त बितिसक्नु भयो यसले रानी चाहिँ यसले हुनुहुन्छ रानी हुनुहुन्छ 93 वर्षको 93 वर्षको अहिले पनि हुनुहुन्छ अहिले नयाँ राजा भएको छ होइन यहाँ उसको छोरा तर राजा भएको छ होइन एउटा ग्रुप फोटो खिचौँ न अनि त्यहाँबाट उता गेटम्यान खेल्छ उताबाट खिचौँ गेटमा दरबारको हामी यसो अब दरबार दर्शन गरौँ भनेर आएको दरबार पनि हेरौँ यसो माथि मन्दिर पनि दर्शन गरौँ भनेर आएको नि घुम्न आएको दरबार घुम्न दिँदो रहेनछ छिटो के भयो राम्रो हुन्थ्यो होइन हामी आएर यसो बरु टिकट लिने मान्छेहरू सबै घर खाली गरेर छोडिसकेर विदेश गइसकेर कोही काठमाडौँ गयो सबै अमेरिका गयो खाली खाली यहाँ एक आधजना मात्रै हुनुहुन्छ यहाँ बासिनाहरू भइरहन्छ सबै बाहिर खाली भयो है सबै हामीलाई भाडा दिँदैन भिडियो कि फोटो कस्तो बोले खाना खाने बेला भयो है हामी अहिले यस्तो ठाउँमा छौँ पुरै लोमान्थाङको चाहिँ लोमान्थाङ स्थान यस्तो छ यहाँको चाहिँ यस्तो छ घरहरू वर्षी गुड इभिनिङ हामी मार्फा भिलेज आइपुग्यौँ आजको हाम्रो बसाइ चाहिँ यहीँ हुने भयो हामी अप्पर मुस्ताङ घुमेर यता आज आइपुगेछ आज यताको नाइट स्टे गएर भोलि फेरि बिहानै लाग्छौँ ल अब भोलि भेटौँला है त
ओके गुड मर्निङ एभ्रिवान। गुड मर्निङ। आज हामी जोमसोम मार्फा भिलेजमा छौँ। राति आएर बसेको हो। अब हामी यहाँबाट ट्राभल गर्दैछौँ। आजको हाम्रो डेस्टिनेसन पोखरा हो। पोखरामा गएर बसिन्छ। त्यस पछाडि फेरि भोलि घुमेर काठमाडौँको ट्राभल सुरु गरिन्छ। ओके सी यु देन। पोखरामा गएर हामी भेट्छौँ है त। ओके बाई। मौरी तान्नु यता पनि। मार्फा भिलेज हो नि त। मार्फा भिलेज। यति एउटा आएर हामीले चाहिँ यहाँको ड्रेस चाहिँ लगाइदिएन। राति बस्ती गर्छ। मुस्ताङ राजा अहिले मुस्ताङ राजा खान्छ। साउनी त लजाएर फुटुक्कै रक्सी कसले खान्छ भनेर सोच्दाखेरि उहाँले खाने जस्तो लाग्छ सबै। हाँस्यो पक्कै उहाँले खाने हो यो। स्प्रिटै जस्तो है। यो पनि भिजा छ साउनी यो यो कसरी भिज्छ? चेन्ज गर्नु नि त। भिज्दैन तल झरेकै छ नि त्यो। हामी चाहिँ काठमाडौँबाट भिजिटमा आउँदाखेरि अब काठमाडौँमा मुस्ताङबाट के गिफ्ट लिएर जाने भन्ने सन्दर्भमा चाहिँ यहाँको चाहिँ लोकल रक्सी र अनि यो स्याउको सुकुटी चाहिँ लाने गर्ने चलन छ। थुप्रो अर्मल भयो त। 8 बजे त। ओके 15 7,080। यो झर्नाको नाम के अरे? रोप्से झर्नामा छौँ है फाइनल्ली हामी। रोप्से झर्नामा छौँ। माथिसम्म बनाउँछ क्या हो त्यहाँसम्म खुट्टा लगाएको छ नि हेर्नुभयो मन्दिर पहिला जाने भने त्यहीँसम्म मात्र गइन्थ्यो। अब चाहिँ तपाईँको उठे त्यो आधी भर्याङ भन्दा माथि खुट्टा हामी चाहिँ रूप्से झर्नाको अवलोकन हुँदैछ है हाम्रो। रूप्से झर्ना है त। रूप्से झर्ना अहिले चाहिँ हामी यो रूप्से झर्नामा छौँ। भर्खरै रूप्से झर्ना आइपुग्यो। आज चाहिँ एकदम शान्त एकदम भिडभाड पनि छैन होइन। बहुत रमाइलो भएर उयो पनि आइरहेको छ। एकदम रमाइलो छ झर्नाहरू हेर्नु। एकदम राम्रो लाग्यो। हामीले ग्रुप फोटो खिच्यो नि होइन? जाउँ तपाईँलाई केही भनिदिनु पर्ने छ युट्युब च्यानलमा? हेलो युट्युब च्यानलमा के भनिदिनु छ कि? हेलो हाई नमस्ते। यो चाहिँ हामी अहिले रूप्से झर्नामा छौँ। यो चाहिँ म्याग्दी जिल्लामा अवस्थित 1600 मिटरको हाइटमा मुस्ताङ जाने अन द वेमा पर्छ। यहाँ जाडो महिनामा हिउँ पर्छ है?
यहाँ हिउँ त्यति धेरै पर्दैन। यो माथि अब मुस्ताङ जिल्ला सुरु भएपछि घाँसाबाट माथि चाहिँ सुरु हुन्छ। यहाँ अब यो तलतिर चाहिँ हिउँ त्यति पर्दैन। यो डाँडा डाँडामा चाहिँ हिउँ पर्छ। है त, धन्यवाद। जय देश जय नरेश। ए सरी जलेश्वर है, गलेश्वर गलेश्वर होइन होइन, यो चाहिँ हामी तपाईँले बनाउनु लायो हो, बनिसक्यो भइरहेको छ। यो अहिले चाहिँ हामी म्याग्दी जिल्लाको गलेश्वर धाम गलेश्वर मन्दिरमा छौँ। यो चाहिँ विश्वकै अलौकिक के भनेको थियो बिर्सेँ, कमेडी हुन्छ विश्वकै अलौकिक तीर्थयात्रा रहेछ। ओके, फाइनली हामी चाहिँ जलेश्वर महादेव मन्दिरमा छौँ मैले होइन, यो म्याग्दी जिल्लाको। म चाहिँ दर्शन गर्नु हुँदैन, सरहरू चाहिँ जानुभयो। यस्तै छ यहाँको भ्यू चाहिँ। आयौँ जलेश्वर मन्दिर घुमेर यसो मार्केट घुम्न आएको थियौँ। कटहरको बोट देख्थ्यौँ। कटहर एकदमै मजाले फलिरहेको छ, तर जुन तरिकाले फल्नुपर्ने बोट अनुसार त्यति धेरै चाहिँ रहेनछ। ठिकै छ, त्यही पनि छ अहिले है। सब्जी चाहिँ मिठो हुन्छ, पाकेपछि त मिठो हुन्छ। तराईतिर चाहिँ देखाएको थिएँ मैले, यो पनि तराई नै जस्तै अलिकति त्यस्तो तराई त होइन, अब पहाडै हो तर पनि ल छ। ल यस्तो छ है कटहर, यस्तो छ है। रम्म फलिरहेको छ। बहुउद्देश्य वाटिका पार्क, पिकनिक स्थल, खेलकुद मैदान क्षेत्र अनि म्याग्दीको गढी के अरे जलेश्वर यहाँ रहेछ है। यो विश्वकै अलौकिक तीर्थस्थल जलेश्वर धाम म्याग्दी, र तपाईँहरूले हेर्न सक्नुहुन्छ। अब हामीले दर्शन गरिसक्यौँ, अब हामी फर्किन लागेका छौँ है त। अब हामी खानाको लागि भेट्छौँ। ओके, फाइनल्ली हामी चाहिँ नि यो मन्दिर दर्शन गरेर अब जाएछौँ। अब बेनीमा गएर हामी चाहिँ नि खाना खान्छौँ है त। सुरु भयो। हामी बेनी बजार आयो, होटल हिलम्बो थकाली भान्साघर। हामी आजको लन्चको लागि यस म्याग्दीको बेनी बजार पनि आइपुग्यो। यस्तो छ है बेनी बजार चाहिँ। बेनी बजार चाहिँ यस्तो छ। एउटा हाम्रो सर हुनुहुन्छ है। हामी गलेश्वर धामको दर्शन गरेर अहिले अब खाना खानको लागि होटल हिमभ्यू थकाली भान्साघरमा आइपुगेका छौँ। अब हामी यहाँबाट खाना खाएर बागलुङ कालिका मन्दिरको लागि प्रस्थान गर्नेछौँ। एकदम रमाइलो भइरहेछ, गलेश्वर धाममा पनि एकदम रमाइलो भयो। अब हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको बागलुङ कालिका मन्दिर हो। ओके, हामीले चाहिँ नि होटल हिमभ्यू एन्ड थकाली भान्साघरमा चाहिँ नि खाना खायौँ। एकदम मिठो लागेपछि यहाँको खाना। हजुरहरू पनि यता यो के भन्छ बेनीतिर आउनुभयो भने यहाँनिर चाहिँ आउनुभयो है त खाना खानुको लागि। नमस्ते। नमस्ते हजुर। सन्चै हुनुहुन्छ? सन्चै हजुर। ए, हाम्रो यो होटलको नाम भन्नु न। हाम्रो होटलको नाम हिल भ्यू एन्ड थकाली भान्साघर, म्याग्दी जिल्ला होइन त? यहाँ चाहिँ म्याग्दी जिल्ला हजुर। फेसिलिटीहरू के छ? फेसिलिटी भनेको यहाँ चाहिँ सुत्ने खाने नै हो है। यस्तो त हाम्रो खानाको परिकार हुन्छ, थकाली खानाको चाहिँ स्वाद हो होइन। अचार पनि जस्तो जातको अचार हो, सबै प्रायः हाम्रो थकालीमा चाहिँ आइटमहरू चाहिँ धेरै नै हुन्छ। खास मैले अझै हाल्ने पर्ने दही पनि हो, तर दही चाहिँ अलिकति अमिलो भएको हुनाले हामी चाहिँ प्रोभाइड गर्दैनौँ। किनकि अब काठमाडौँतिर चाहिँ गुलियो दही भएर मान्छेले मिठो मानेर खान्छ, अमिलो भयो दही पनि फाल्छ क्या। त्यही भएर हामी चाहिँ दही चाहिँ प्रोभाइड गर्दैनौँ। त्यसपछि चाहिँ सबैहरू चाहिँ हामीले सकेसम्म हामी आफै फ्यामिलीले चलाएको होटल बगेर आफै म्यानेज गर्छौँ हामीले।
त्यही हो चाहिँ विशेष खाना नै हो। यहाँ चाहिँ मिठो भात खाने हो भने चाहिँ भाउजूको हातले पकाएको 7 थरी अचारवाला ठकाली होइन 7 थरी अचारवाला ठकाली खाने हो भने चाहिँ यहीँ आउनु होला। सब्जी फर्की हाम्रो भाउजूको हातबाट भात खाने भए म्याग्दीमा होटल हेरिदिनुलाई सम्झिनु होला। यहाँ आएर खाना खाइसकेपछि चाहिँ पछुटाउनु पर्दैन ल। यति कुरा चाहिँ पक्का हो। 3 चोटि चाहिँ थपेर खाइन्छ। अरू धेरै चाहिँ नखाइदिनु होला फेरि। होइन धेरैचोटि खानुस् तर नफाल्नुस्। थपी खानुस् नफाल्दिनुस्। तर नखाइयो एक पेट निक्ल्यो यहाँ। खाना धेरै खानु हुँदैन। हामी चाहिँ अहिले गोल्डन ब्रिजमा आइपुगेका छौँ। यस्तो छ यहाँको भ्यू चाहिँ यति लामो छ पुल होइन। पहाड यस्तो छ है। तल बाटो देखिरहेको छ है। लक्ष्मण सर हिँड्नु भएको छ। पुलमा हामी चाहिँ सुरु उद्घाटन गरेका छौँ है। बालकृष्ण सर चाहिँ यता आइरहनु भएको छ। हाम्रो ब्लगरले हाम्रो भिडियो खिच्दैन के हो यो? कस्तो ब्लगर हो यो? यसो फोटो खिच्नु पर्यो, भिडियो सिडियो खिच्नु पर्यो हाम्रो। हेलो एभ्रिवान, फाइनली पोखरा पनि आइयो। अहिले चाहिँ म पोखरामा छु होइन। उता सरहरू चाहिँ दर्शन गर्न जानुभएको छ मन्दिर, बिन्दावासी मन्दिर। म चाहिँ यहाँ बाहिर बसिरहेको छु। त्यही हो, यहाँ चाहिँ अलिकति गर्मी रहेछ। यता यो के भन्छ मुस्ताङतिरको भन्दा धेरै नै गर्मी रहेछ पोखरामा चाहिँ है। अब हामी आज चाहिँ यहीँ बस्छौँ। अब यता मन्दिर घुमिसके पछाडि फेवाताल अनि यो अरू घुम्ने ठाउँहरू छ नि, खासैमा त थाहा छैन। म त फर्स्ट टाइम आएको। त्यहाँतिर चाहिँ हामी घुम्न जान्छौँ है त। म सबै क्लिपहरू चाहिँ देखाउँछु, सबैजनाले हेरिदिनु होला है त्यो भिडियो। ओके। गर्मी छ। बिन्दावासी मन्दिर है। हजुर। फेवाताल चाहिँ कता? फेवाताल हाम्रो यो त हो सारङकोट चाहिँ हाम्रो उयोको डाँडा है। बिन्दावासिनी मन्दिरबाट पनि झरियो है। अब चाहिँ हाम्रो नेक्स्ट डेस्टिनेसन कता झऱ्यो? अब चाहिँ हामी होटल चेक इन गर्ने, रिफ्रेस भएर अनि लेक साइडमा चाहिँ सर र 2-4 राउन्ड लाग्ने कुरा छ। त्यसपछि आजको भ्लग फिनिस। त्यसपछि हामी रिटर्न टु काठमाडौँ। भोलि बिहान 7 बजे अनि भोलि बिहान त हाम्रो तालबुढाईको प्रोग्राम छ नि हजुर। तालबुढाईको प्रोग्राम सकेपछि हामी ब्याक टु काठमाडौँ। हेलो एभ्रिवान, हामी चाहिँ फाइनली होटल आइसक्यौँ होइन। अहिले हामी यो होटलको नाम के अरे? होटल ग्रान्ड गुरु होटल पोखरामा छु मैले चाहिँ हामी। अनि गर्मी धेरै नै थियो। गर्मी भएको कारणले गर्दाखेरि हामी चाहिँ अहिले नुहाइधुवाइ गरेर बसिरहेको छौँ। अनि हाम्रो रुम चाहिँ यस्तो छ वरिपरि होइन, टिभी सिभी यताउति। यता लक्ष्मण सर सुतिरहनु भएको छ। यस्तो छ है, राम्रो छ होटल एकदम। 5 स्टार होटल हुनु। 5 स्टार होटल हो। 5 स्टार हो। म पनि लाउँछु अनि साथी रेडी हुँदैछ भन्दै। हाम्रो युवराज साथी चाहिँ रेडी भइरहेछ छैन? तपाईँ रेडी हुनु न। यस्तो छ है। हेलो गुड इभिनिङ। हामी चाहिँ पोखरा आइपुग्यौँ। पोखरामा आएर अहिले रेस्ट फेजमा छौँ। आइयो रेस्ट गरियो, अहिले फ्रेस भएर अब हामी लेक साइड घुम्नको लागि जाने भनेर तयारी हुँदैछौँ। साथीहरू सबै रेडी भइसक्नु भयो। अब म पनि रेडी भएर यसो ढल्किरहेको छु। अब जाने हो। अब लेक साइडतिर हामी जान्छौँ। लेक साइडतिर भेटौँला। के भन्नुहुन्छ? रमाइलो भयो मुस्ताङ पुगेर घुमेर आउँदा है।
अब ठ्याक्क पोखरा आइयो सुजेर अब लेक साइड जाने हो रमाइलो भइरहेको है रमाइलो भइरहेको छ आकाश कस्तो भयो त यात्रा राम्रो भयो 3 स्टार हो जस्तो भए पनि जस फेसिलिटी चाहिँ राम्रै छ यहाँको रुम यताउति यहाँनिर त पेन्टिङ पनि देख्न सक्नुहुन्छ मोबाइल छ रुम हैन टक्क हिमाल पहाड अनि पहाडको अगाडि टक्क घर पनि बनाएको एउटा पेन्टिङ पनि छ अनि यहाँ एसी पनि छ 17 डिग्रीमा राखेको छ मैले हामी टेम्परेचर अनि बाहिरको भ्यू हेर्नुहुन्छ भने बाहिरको भ्यू चाहिँ अहिलेको यस्तो छ है बाहिरको भ्यू चाहिँ अहिले यस्तो छ है काँडा काँडा घाम लागिरहेको छ Now Yuvraj has got also ready. So we'll move. ओके फेवातालमा गएर म हजुरहरूलाई त्यहाँको सिनहरु देखाउँछु है ओके बाइ बाइ खेल न फेवाताल हो है यो शान्ति आएको तल बसौँ के छ माछा कस्तो छ साइड प्लेट थियो त हामीले चाहिँ पोखराको स्पेशल माछा खाइरहेको छु मैले त्यहाँ साइड प्लेट छ त्यो उतापट्टि राखेको माछा चाहिँ यस्तो छ हेर्दाखेरि हाम्रो ब्लगरले माछा यस्तो छ टाउको खाइसक्नु अनि कसरी टेस्टी छ सर हामी कहाँ छौँ अहिले हामी फेवाताल आरती हेर्न आएको होइन आरती हेर्न आएको आरती हेर्न आएको हो आरती हेर्न ठाउँमा के जिरा रे समथिङ के जिरा रे यस्तो छ है ठ्याक्कै हामी फुल लेकको अगाडि छौँ ठ्याक्कै फेवातालमा आफ्ना निमित्त यसरी मेलान्चेबाट पोखरामा गएर हुँदै गरेको आरोग्यका आशामा पनि चर्चा गरेको देख्छ मेलान्चीबाट गएर पितृ उद्धार मातामा देवीले आशीर्वाद जुन ओके हामी फाइनल्ली लेक साइड चाहिँ हिँडिरहेको छौँ है यस्तो छ टाइममा टक्कै यता आएर अनि यताउता घुम्न पनि पोखरा बजार पनि हामी घुमिरहेको छौँ अहिले फिफा वर्ल्ड कपको लागि तयारी पनि भइसकेको रहेछ है
हेलो गुड मर्निङ। आज हामी पोखराको बसाइमा तालबराई मन्दिर दर्शनको लागि चाहिँ मर्निङ गरेर चाहिँ तालबराई जाँदैछौँ। अनि अब हामी के गर्दैछौँ लक्ष्मण सर, ल डिटेल भनिदिनुहोस्। तालबराई मन्दिरमा गएर दर्शन गर्ने हो, त्यस पछाडि अनि बोटिङ गर्ने, त्यस पछाडि हामी ब्याक टु होटल, त्यस पछाडि हामी काठमाडौँको यात्रा सुरु गर्दैछौँ। आजको हाम्रो चाहिँ फाइनल डे, लास्ट डे हो। ओके, अब आकाश सर भन्नुहोस्। आजबाट चाहिँ हाम्रो यो भ्रमण चाहिँ टुङ्ग्याउने चाहिँ प्लान छ हाम्रो। अब हेरौँ त्यस्तो भएर कतै बढिहाल्यो भने चाहिँ अरू भिडियोहरू आइहाल्छ, नभयो भने मोस्ट प्रोभाब्ली हामी बाई इभिनिङ बाई 4-5 काठमाडौँ पुग्छौँ होला यता। अब आज दिनभरि के गरिन्छ कसो गरिन्छ हामी अपडेट गर्दै जान्छौँ हजुरहरूलाई। त्यही गर्नुपर्छ। ओके, हामी चाहिँ अहिले फेवाताल आइसक्यौँ। अब फेवातालको सिनहरू म देखाउँछु, हेर्नु होला है त। ओके, फलफुल पहिले 5 लाख रुपियाँ इन्डिया पठाइसकिरहेको छ यो सिजनको लागि। अझै अब इन्डियाको लागि पठायो यहाँ। तल सिरासरलाई कति आफ ल्याउनु पर्छ भन्ने मसँग पैसा छैन। ओके, हामी चाहिँ अहिले पोखराको फेवातालमा छौँ, बोटिङ गरेर आएको छौँ। अहिले हाम्रो यहाँ सानो भाइ पनि छ। बन्दैछ, देखाउँछु अब सबैलाई। भाइहरूले के बनाउँदैन? नाउँमा हुनुहुन्छ, घाम लागेको छैन, बाल लागेको छ। सधैँ कति बनाउने है, यहीँको हो दर्शन गर्नु। के माग्ने त्यहाँ? शान्ति, राम्रो यसो खेती पाओस् है। यता पनि तान्नु, यता पनि। हेलो नेपाली टुरिस्ट नै भइयो। मलाई त आउँदैन सर, त्यही पनि यसो जस्तो छ ट्राई गर्दैछु। ओके, हामी चाहिँ तालबराई मन्दिर आइपुगिसकेको छौँ। यो चाहिँ तालबराई मन्दिर हो। ओके गाइज, फाइनल्ली हामी चाहिँ नि पोखरा घुमेर पनि आयौँ। पोखरा बजार, लेक साइड सबैतिर घुमेर आयौँ होइन। अनि अब चाहिँ नि हामी अहिले खानासाना खाएर रुममा आइसक्यौँ। अब हाम्रो लगभग यो ब्लग पनि इन्डिङतिर आइसक्यो होइन। अब भोलि बिहानै हामी काठमाडौँ फर्किँदैछौँ। अनि हाम्रो भनौँ न 4 रात 5 दिनको चाहिँ नि हाम्रो टुर भयो। हामी स्टार्टिङमा मुस्ताङ गयौँ। मुस्ताङमा पनि मैले क्लिपहरू देखाइहालेँ तपाईँहरूलाई। अनि त्यस पछाडि हाम्रो लास्ट भनेको पोखरा थियो। आज चाहिँ हामी पोखरामा छौँ।
अनि अब हाम्रो भ्लग चाहिँ नि इन्डिङ हुन्छ। फेरि अरू भ्लगहरू नि आइरहन्छ, त्यसको त कुरा समस्या भएन, अरू भ्लगहरू नि म लिएर आइहाल्छु। मेरो यो युट्युब च्यानल चाहिँ नि सबैजनाले सब्सक्राइब गरिदिनु होला होइन, यस्तै मनोरञ्जन खालको भिडियोहरू आइरहन्छ, सबैले सब्सक्राइब गरिदिनु होला। तपाईँहरूको अब हुन्छ नि आफ्नो फ्यामिली मेम्बर रिलेटिभ्सहरूकोबाट पनि सब्सक्राइब चाहिँ गरिदिनु होला है त। ओके, हाम्रो यहाँ लक्ष्मण सर हुनुहुन्छ, लक्ष्मण सर के भन्नुहुन्छ? फाइनल्ली हामीले हाम्रो यो ट्रेकिङ जस यात्रा कम्प्लिट गरेका छौँ। यो हाम्रो लास्ट डेस्टिनेसन हो। अघि हाम्रो आकाश सरले पनि भनिसक्नुभयो, भोलि बिहान हामी फर्किँदैछौँ। ओके देन, तपाईँहरूलाई भिडियो हेर्नुभयो होला, मन पर्यो तपाईँहरूले लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् है। हस्, थ्याङ्क यू। ओके, बाई बाई, नेक्स्ट भिडियोमा भेटौँला है त। ओके।